साथीहरू हाम्रो घरमा त्यत्रो ठुलो पानी परिरहेछ हेर्नुहोस् त सिमबारी ल्याउला जस्तै यतापट्टि हेर्नुहोस् त यो कुरो इफेक्ट छैन है रियलकै हो पानीको आवाज पनि सुनिराख्नु भएको छ होला वाउ मलाई त कस्तो मन पर्यो है त्यही जाडो जाडो छ यस्तो गरम मौसममा वैशाख जेठ मौसममा पानी पर्यो बर्खाको खेर होला पानी पर्ने वैशाख जेठमा पनि पानी पर्न थालेछ अब झन् बर्खाको दिनमा के होला साथीहरू भन्नुहोस् त यत्रो जो पानी परेछ हजुरहरूको घरहरूमा पानी परेछ कि छैन भन्नुहोस् त हाम्रो त यहाँ बाढी नै आउन थाल्यो किनकि हाम्रो घरहरू पनि नजिकै छ कि खोला नदीको नारायणी किनारकै नजिकैमा बस्छौँ त्यसैले जङ्गली जनावरहरू पनि कति देख्न पाउँछौँ हामीले अनि हजुरहरूको घरमा पानी परेछ कि परेको छैन भन्ने कमेन्ट गरिदिनु होला मैले हजुरहरूलाई चाहिँ यो पानी त्यसैले देखाइरहेको छु किनकि यस्तो के हजुरहरू केही टेन्सनमा हुनुहुन्छ कि केही हुनुहुन्छ भनेर देखाइरहेको छु यसलाई माइन्ड फ्रेस पनि भइहाल्छ मैले अझै यस्तै पानी परेको भिडियो अझै एउटामा देखाएको थिएँ कि त्यसमा हो यहीँ नवेता पिरियलमै देखाएको थिएँ नवेता पिरियलमा नभए मामु छोरी फ्रेन्डहरूमा हेर्नुहोस् त त्यहाँनिर हुनसक्छ दुइटैमा नभए हजुरहरूले मलाई कमेन्टमा भन्नु होला मैले चाहिँ फेरि बर्खाको मौसममा त्यस्तै ल्याउँछु अनि बर्खा आयो भने हाम्रो घरमा बाढी पहिरो आयो भने त्यो पनि मैले हजुरहरूलाई राख्छु अनि हेर्नुहोस् त यस्तो राम्रो मौसम छ पानीमा नुहाउनु जस्तै भइरहेछ कस्तो राम्रो बर्खाको मौसम छ वाउ हेर्नुहोस् त अनि हजुरहरूले प्लिज मेरो 1000 सब्सक्राइबर गराइदिनु होला अहिलेसम्म त बस 59 सब्सक्राइबर मात्र छ प्लिज हजुरहरूले मलाई सपोर्ट गर्नु होला मलाई अझै अगाडि बढ्न दिनु न हजुरहरूको यस्तो सपोर्टहरूले म अझै अगाडि बढ्न सक्छु ल हजुरहरूले चाहिँ यो आफ्नो फ्रेन्ड्स र फ्यामिलीसँग पनि सेयर गर्नु होला मलाई त कस्तो मन पर्यो थोरै थोरै कम पनि हुँदैछ हेर्नुहोस् त वाउ कस्तो भ्यू ल तबसम्म बाई गाइस